के भयो फेरि खोकी बढ्यो कि के हो होइन होइन यो केही होइन यो त पुरानै रोग हो मलाई केही हुँदैन केही हुँदैन भनेर बस्नुस् न अस्ति डाक्टरले सहरमा जचाउन जानुपर्छ भन्नुभएको बिर्सिनु भयो सहर जाने कुरा नगर कति पैसा खर्च लाग्छ तँलाई थाहा छ म तिनीहरूलाई बोझ थप्न चाहन्न अझै कान्छोको बिहे गर्नु छ बुवा केही चिन्ता नगर्नु म छु नि म काम गर्छु पैसा कमाउँछु तपाईको उपचार पनि गर्छु र दाइको लागि नयाँ कपडा पनि किनिदिन्छु अब यस्तो कुरा नगर कान्छा पहिला आफ्नो भविष्य हेर अनि अरूको कुरातिर सोच्लास् भाइ म घाँस लिएर आउँछु म गएर आउँदै खाँदा है खाना खाएर जानु भएको हुन्छ नि त खाना पाइसक्यो तरकारी पकाउनु लगाइरहेको छु हुन्छ म अहिले आएर खान्छु सङ्गीता क ढिलो गरेकी घडी हेर त तिमीलाई पुरेको 1 घण्टा भइसक्यो आमाले घरको काम लाउनु भयो त्यही भएर ढिलो भएको सरी हो र बस ल्याउ तिम्रो लागि सङ्गीता मेरो बुवाको अवस्था एकदम कमजोर छ र बिरामी हुनुहुन्छ मलाई असाध्यै पिर लाग्छ मलाई थाहा छ मैले तिम्रो दाइलाई भेटेको थिएँ उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ तिमी र तिम्रो परिवारलाई धेरै माया गर्नुहुन्छ मेरो दाइ बुवा जस्तै हुनुहुन्छ मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मेरो परिवारको खुसी हो तपाईँ छोरीको ख्याल गर्नु है आज पनि तपाईँको छोरी सङ्गीता त्यही केटासँग टाँसेर बसिरहेको थियो बेलैमा विचार गर्नु नत्र पछि पछुताउनु पर्ला छोरी उठ त मेरो छोरी त यस्तो छैन कस्तो कुरा गरेको
छोरी तिमी कहाँ गएर आएको त्यही केटा भेटेर आएको होला होइन मैले कति भने तँलाई त्यो केटा नभेट भनेर ऊ धेरै राम्रो मान्छे हो आमा ऊ मेरो लागि सब थुक हो त्यस्तो कुरा गर्ने होइन तेरो बिहे मैले अर्को ठाउँ तय गरिसके अब त्यो केटासँग भेटेको थाहा पाएँ भने मैले जानेको छु तँलाई नाइ आमा म उमेश बाहेक अरू कोहीसँग बिहे गर्दिनँ आमा बहिनीले यसरी गाली नगर्नुहोस् बहिनीले पनि त आफ्नो बारेमा केही सोचेको होला नि मलाई मेरो बहिनीमाथि पुरा भरोसा छ तँ चुप ल तँ पनि उसको पक्षमा बोल्छस् चिन्ता नगर म छु नि तेरो लागि म आमालाई सम्झाउँछु दिदी ऊ अरू जस्तो केटा होइन उसले मलाई धेरै माया गर्छ अनि म पनि उसलाई धेरै माया गर्छु म अरूसँग बिहे गरेर मेरो जिन्दगी बर्बाद गर्न चाहन्न म त मर्दिन्छु पर चुप लाग यस्तो कुरा नि गर्छ म छु भने त तेरो लागि तपाईले म छु भन्नुहुन्छ नि आमाले मान्ने हुन्न म आमालाई सम्झाउँछु दिदी ल अब रुन बन्द गर खाना खाना जाऊ भाइ मलाई थाहा छ तैँले सङ्गीतालाई धेरै माया गर्छ म तिमीहरू खुसी भएको हेर्न चाहन्छु दाई मेरो खुसी त बुवाको उपचार हो सङ्गीतासँगको मेरो प्रेम अधुरो होला जस्तो छ किन त्यस्तो भनेको म छु नि म काम गर्छु बुवाको उपचार गर्छु अनि तेरो र सङ्गीताको बिहे पनि गराउँछु दाई मलाई तपाईँको चिन्ता छ तपाईँले हामी सबैको लागि धेरै दुःख गर्नुभएको छ तर दाई तपाईँको लागि मैले केही पनि गर्न सकेको छैन के भयो हजुरलाई गाह्रो भयो के भयो बुवा के भयो बाले के भन्दा बाले के भएछ छोराहरू कहाँ आऊ न बाबु लाउन हाल्छु के भयो केही हुन्न हजुरलाई केही हुन्न नातिनु म केही हुन दिन्न हजुरलाई ल बाबु हस्पिटल लानु पर्यो कि बुवालाई गाह्रो भयो धेरै छोरो लाउन बुढी अब म बाँच्दिनँ होला त्यसो नभन्नु न बुढो केही हुन्न हजुरलाई केही हुन्न केही हुन्न नातिनु के हुँदैन हजुरलाई बाबु भन्छ अब म धेरै बाँच्दिनँ अब तपाईँले हामी सहर लान्छौँ यस्तो कुरा नगर जेठा अब
मेरो समय सकियो। अब म तेरै बाँच्दिन। मलाई एउटै कुराको चिन्ता छ। के कुराको बा? के कुराको भन्नु बरु यो कान्छोको बिहे गरिदिन पाए मेरो मेरो आत्माले शान्ति पाउँथ्यो बाबु कान्छा। बा म छोरो भएर पनि के गर्न सकिनँ। छोरा सहिले यति पनि मलाई लाग्यो बाबु। तिमीहरूले गर्नुसम्म गर्यौ बाबु। यो घरको सम्पूर्ण जिम्मेवारी मेरो काँधबाट तिमीहरूको काँधमा लिइसक्यो। यो भन्दा ठुलो कुरो अरू के हुन सक्छ र बाबु? बुवा तपाईँको जिम्मेवारी अझै बाँकी छ। भाइको बिहे गरिदिनु छ, त्यसैले तपाईँ जिम्मेवारीबाट भाग्न पाउनुहुन्न। भाइ जा त पल्लो घर माइलाले बोलाइले त। बुढी हिँड त, ब्याङ्कको पैसा छ हेरौँ। के हुन्न तपाईँलाई नातिनु छोराहरूले बचाउँछ हजुरलाई। नातिनु माइलाई ए माइलाई माइलाई के भएर दाइ बालाई साह्रै गाह्रो भयो। लौ न हजुरको गाडीमा हाल्नु पर्दा दाइ आउनु न। जाउँ हो र काकालाई साह्रो गाह्रो भयो? हजुर। आमा है बुहारी बाबुलाई कस्तो भयो होला है? कस्तो भयो होला बुहारी। कस्तो मलाई त टेन्सनले मन भर बोलिरहेछ। टेन्सन नमान्नु, सबै ठिक हुन्छ। के गर्नु बुहारी, टेन्सन नमानेर कस्तो पिर लाग्छ। कतिखेर देखौँ चाहिँ भइरहेछ, के भयो होला। मेरो नाति सुतेछ बिचरा, केही पनि खाएको छैन यसले। चिसो पनि भयो। जाऊ बुहारी भित्र लगेर राम्रोसँग सुताऊ। आमा बाबु ठिक त हुन्छ होला है? खोइ छोरा, माथि भगवान भरोसा। जाऊ तिमी पनि सुता, राति भइसक्यो। नै म तिमीसँगै सुत्छु। यत्रो लाठे भइसक्यो नि बच्चै हुन्छ मेरो छोरा यो। भित्र गएर सुत्या भए हुन्थ्यो। यत्रो लाठे भइसक्यो, अझै पनि बच्चै बन्छ। के भन्नु यसलाई। सुता अब भित्र ओछ्यानमा गएर सुत्या भए हुन्थ्यो। आमा किन रुनु भएको? पिर नमान्नु न, बाला निको भइहाल्छ नि। तेरो बाबु धेरै पिर लाग्यो छोरा। पिर नमान्नु आमा, बाला निको हुन्छ। जाऊ सुत्न हिँड्नु। तिमी जाऊ सुता, म अहिले एकछिनमा सुत्छु। नै म तपाईँसँग सुत्छु, हिँड्नु। त्यसो नभन्न, जा सुत जा। आउनु बाला टिप्न जाने।
मलाई अलिकति छातीको समस्या देखिएको छ। एउटा एक्सरे पनि गर्नु पऱ्यो, सँगसँगै एउटा औषधि पनि क्लेबान 25 TBS 5 डेज अनि एउटा राख्नुहोस्, एउटा कप्सिलो राख्नुहोस्। भाइ यहाँ कसरी? दाइ अहिले कसरी के छोडिदिनु? तपाईँलाई अहिले पैसाको आवश्यकता छ, यो पैसा लगेर औषधि किन्नुहोस्। हो दाइ, सङ्गीताले पठायो। चिन्ता नगर्नु दाइ, बुवालाई केही हुँदैन, सब ठिक हुन्छ। मलाई धेरै चिन्ता लागेको छ। दाइलाई कति पैसाको समस्या होला, यति बेला मैले केही पनि गर्न सकिनँ। यो पैसा राख्नुहोस् दाइ। यो पैसा कसले दिएको? बहिनीले पठायो। सङ्गीतासँग यत्रो पैसा कसरी आयो? बाला बेचेर। अब थाहा पाउनु दाइ, त्यो पैसा उसले मलाई बाला बेचेर दिएकी रहेछ। मैले भनेकै हो नि, तिमीहरू एकअर्काले माया गर्छ भनेर। बाबु छोरा कान्छा, तैँले त्यो केटी लिएर आइजु, त्यसले हाम्रो परिवारलाई बचाइ, तेरो बाउलाई बचाइ। बाबु सुन्नुहोस् त, तपाईँको बिरामीको डिस्चार्ज पेपर तयार छ, उहाँलाई घर लिएर जान सक्नुहुन्छ। मेरो नाति हिरो जस्तै छ, पढ्न पनि अब्बल छ।
सबैभन्दा धेरै पर्छ। तर यस्तो दिन आउँछ भन्ने मैले सोचे पनि थिइनँ। अब मैले मेरो कान्छाको बिहा गर्ने मात्रै होइन कि यो नातिको पनि बिहा हेर्न पाउला जस्तो लागिरहेछ मलाई। हामीलाई हाम्रो छोराबुहारीले बचाए। यिनीहरूको माया र त्यागले हाम्रो घरमा फेरि नयाँ जिन्दगी सुरु भयो। समाजले के भन्ला भन्ने डर लागेको थियो, तर यिनीहरूको माया देखेपछि मलाई केही भन्न मन लागेन। जसले जेसुकै भन्नुहोस्, तर म यिनीहरूको बिहे गर्न राजी छु। छोराछोरीको खुसी नै बाआमाको खुसी रहेछ। मैले पनि पहिला धेरै कुरा काटेँ, तर यिनीहरूको जोडी साह्रै राम्रो रहेछ। बधाई छ सङ्गीता। मैले पनि देउरानीको रूपमा मिल्ने साथी पाउने भएँ। दुःख र सङ्घर्ष भए पनि जब परिवार मिलेर बस्छ, माया कहिले अधुरो हुँदैन। यही नै हो हाम्रो जीवनको साँचो खुसी, साँचो कथा।